दर्शक नमस्कार। कार्यक्रम 100 प्रश्नमा स्वागत छ। म निमेश बन्जाडे। भदौ 23 र 24 गतेको घटनामा भएको हत्या र विध्वंसको छानबिन गर्न गठित गौरीबहादुर कार्कीको उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकार लागेको छ। त्यति बेलाको घटनाका मुख्य दोषीका रूपमा राजनीतिक रूपमा ठहराइएका तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीलाई उसले अनुसन्धानको दायरामा राख्नको लागि गिरफ्तार गरेको छ। यसपछि देशमा नयाँ खालको राजनीतिक तरङ्ग उत्पन्न भएको छ, सडक तातेको छ। नेकपा एमाले आफ्ना अध्यक्षको गिरफ्तारीलाई लिएर देशैभरि विरोध प्रदर्शन गरेको छ। के यस्ता घटनामा गठित छानबिन आयोगका प्रतिवेदनहरू कार्यान्वयन गर्नु गलत हो? आजसम्मका प्रतिवेदनहरू अधिकांश त बाहिर सार्वजनिक नै भएनन्। कार्यान्वयनको कुरा परे, अहिले त यो प्रतिवेदन बाहिर आयो र कार्यान्वयनको बाटोमा गयो। सिङ्गो देशले खोजेको यस्ता आन्दोलनहरूमा जस्ता खालका घटना हुन्छन्, चाहे त्यो हत्या होस् चाहे त्यो विध्वंस र अर्को ध्वंसका कुरा हुन्, त्यहाँ मुछिने सबै खालका मान्छेहरूलाई अनुसन्धान गर्नुपर्छ र दोषी भेटिए कारवाही गर्नुपर्छ भन्ने थियो। र यो अहिले देश त्यतितिर अगाडि बढिरहँदा किन यहाँ सबै पक्षको चित्त बुझेन? खास गरी नेकपा एमाले यसमा किन चित्त बुझाएन र उस सडकमा आएको छ? यो विषयमा हामी कुरा गर्छौँ। यसका लागि हाम्रो स्टुडियोमा अहिले प्रत्यक्ष रूपमा जोडिनु भएको छ नेकपा एमालेका सचिव महेश बस्नेत। स्वागत छ। धन्यवाद। अब यो मैले पृष्ठभूमिमा भने जस्तै प्रतिवेदन सार्वजनिकै नहुने समस्या थियो हाम्रो, होइन त? यत्रा ठुला ठुला आन्दोलनहरू हुन्थे, प्रतिवेदन सधैँ गुपचुप हुन्थ्यो। यो त बाहिर आयो र अब कोही दोषी हुन्छ भने त्यसलाई चाहिँ अनुसन्धान गरेर मात्रै कारवाही गरौँ भनेर सरकार अगाडि बढेपछि त यो कुरा त राम्रो होइन, सही होइन? तपाईँहरूले किन सडक तताउनु भयो? अब भाद्र 23 र 24 गतेको घटनाका सन्दर्भमा छानबिन गर्ने भनेर गौरीबहादुर कार्कीको नेतृत्वमा जुन आयोग सरकारले बनायो, पहिलो कुरो त गौरीबहादुर कार्कीका पूर्ववत धारणाहरू जो ट्विट मार्फत अथवा सामाजिक सञ्जाल मार्फत उहाँले व्यक्त गर्नुभएको थियो, त्यो कुरादेखि नै उहाँ चाहिँ एमाले, कङ्ग्रेस र माओवादीप्रति निकै धेरै आग्रह, बायस र यद्यपि सुशीला कार्की लगायत ओम प्रकाशजीहरू सबै त्यो परिघटनामा संलग्न छन्, आग्रहपूर्ण दृष्टिकोण राख्छन् भन्ने कुरा मानिन्छ र स्वयं सर्वोच्च अदालतले समेत गम्भीर नैतिकताको प्रश्नसँग जोडेर यो विषय उठाएको छ, फैसला गरेको छ। अर्को कुरा, उहाँले जुन खालको रिपोर्ट प्रस्तुत गर्नुभयो, गौरीबहादुर कार्कीजी, विज्ञानराज शर्माजी, जसले आउँदो सरकारबाट विभिन्न संवैधानिक आयोगका नियुक्तिहरू पाउने प्रलोभनमा आफ्नै साथीभाइ र सहयोगदालाई समेत फसाउने ढङ्गले रिपोर्ट प्रस्तुत गरे भनेर धेरै साथीहरू जो बाहिर मुख खोल्न चाहँदैनन्, सुरक्षासित सम्बन्धित सुरक्षा निकायका साथीहरूको यो अवधारणा आएको छ। तेस्रो कुरा, 23 र 24 गतेको घटनाका सन्दर्भमा उहाँको यस्तो आग्रहपूर्ण दृष्टिकोण उहाँले त्यहाँ प्रस्तुत गर्नुभयो। 23 गते मृत्यु भएका 23 जना, त्यो मध्ये 19 जना आन्दोलनकारी र 4 जना प्रहरी। आन्दोलनकारीको हकमा उहाँले एउटा खालको दृष्टिकोण राख्नुभयो, 4 जना प्रहरीको हकमा उहाँ मौन रहनुभयो। रविजी जेलबाट भाग्ने क्रममा मृत्यु भएका 12 जना, भाटबटिनी सुपरमार्केट जलाउने क्रममा मृत्यु भएका करिब 28 जना होला, त्यो बाहेक अरू विविध कारणले मृत्यु भएका अन्य साथीहरू गरेर टोटल 77 जनाको हकमा त्यो आयोग मौन रह्यो। 24 गते सिंहदरबार, सर्वोच्च अदालत लगायतका, संसद भवन लगायतका जलाउने कुरामा संलग्नहरू र 23 गतेको घटनालाई डिस्कटको प्रयोग गरेर स्कुल ड्रेस लगाएर बच्चालाई त्यहाँ पठाउन लगाउने, त्यहाँ चाहिँ एउटा केजुअल्टी हुने वातावरण बनाउने लगायतका कुराहरू बरबरा फाउन्डेसनदेखि लिएर हाम्रो नेपालीदेखि लिएर सुदन गुरुङहरू जो पानी खुवाउने बानामा त्यहाँ गएका थिए, राजु पाण्डेहरू जसलाई बालनजीहरूले पानी बाँड्न पठाएर सिंहदरबार जल्दा 21वटा दमकल 300 मिटर पर रहेको महानगरपालिकामा थन्काएर राख्ने एउटा परिस्थिति बन्यो। यो समग्र परिवेशमा चाहिँ आयोगको प्रतिवेदन बोलेन। अब जहाँसम्म पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई दोषी करार गर्ने एउटा नियत उहाँ खराब के देखिन्छ भने, हेलचेक्राइ भएको कारणले त्यो चाहिँ नि 19 जनाको मृत्यु भयो भन्ने आशयले उहाँहरूको रिपोर्ट आएको देखिन्छ। त्यसकारण गर्दा अनुसन्धान गर भनेर आएको देखिन्छ। र हाम्रो फौजदारी संहिताले के भन्छ भने, हेलचेक्राइको एउटा खालको परिभाषा छ, भवितव्यको अर्को खालको परिभाषा छ र वारदातमा सम्बन्धित मान्छेहरू भौतिक रूपमा उपस्थित नभएका अवस्थामा हेलचेक्राइ भन्न सक्ने स्थिति चाहिँ रहँदैन। त्यसो हुँदाखेरि त्यो एकदम आग्रहपूर्ण भन्ने देखिन्छ। अब त्यसमाथि पनि क्याबिनेटले यसपालि यदि गम्भीर गर्यो, बालनजी विकास, सुशासन, युवाका रोजगारी जो उहाँले पुराना दल
हरूप्रति घृणा फिजाएर एउटा नयाँ पुस्ताहरूमा आशाका एउटा अङ्कुरण अथवा चाहिँ महत्त्वाकांक्षा जगाउनु भएको थियो। त्यो दिशातर्फ नगइकन पहिलो बैठकबाट नै उहाँले यति गम्भीर निर्णय गर्नुभयो कि मुलुकलाई द्वन्द्वमा लैजाने, र उहाँले चाहिँ नि दोहोरो मापदण्ड अप्नाउनु भयो। एउटा सुरक्षा निकायसित सम्बन्धितहरूको हकमा थप अनुसन्धान गर्ने भन्नुभयो, जो चाहिँ प्रत्यक्ष संलग्न रहेर हतियार चलाएका थिए, जो चाहिँ वारदातमा प्रत्यक्ष संलग्न छैन र हेरचेक्राइ गरे भन्ने ढङ्गले जुन आग्रहपूर्ण प्रतिवेदन पेश गर्यो, उनीहरूलाई चाहिँ डाइरेक्ट मुद्दा चलाउने भन्ने उहाँले त्यो आशय व्यक्त गर्नुभयो। र सामान्यतया सूर्योदयभन्दा अगाडि कुनै पनि यस्ता हरकतहरू राज्यले अथवा कसैले पनि गर्दैन। र महाभारतको युद्धमा पनि सूर्योदय भए पछाडि र सूर्य अस्ताय हुनुभन्दा अगाडि मात्रै महाभारत युद्ध चल्थ्यो। सूर्य अस्ताए पछाडि पनि चल्थेन, उदाउनुभन्दा अगाडि पनि चल्थेन। र 4 बजे घरमै गएर यद्यपि कहिलेकाहीँ दोषी करार गरिएका व्यक्तिहरूको भाग्ने अवस्था भएको अवस्थामा त्यो गर्न पनि सकिन्थ्यो। तर मलाई लाग्छ कि पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री भइसकेको लेभलका मान्छेहरू त्यो अवस्था पनि होइन। र जुन ढङ्गले पहिलो पटक लाग्छ मलाई क्याबिनेटले चाहिँ नि पक्राउ पूर्जी जारी गर्ने एउटा धन्दा अगाडि बढाएर मुद्दा चलाउने निर्णय गर्यो। त्यो भनेको चाहिँ काठमाडौँ जिल्ला अदालतले र काठमाडौँ सरकारी वकिलको कार्यालयले गर्ने। अब यो सबै चित्त नबुझेका कुराहरू तपाईँहरू कानुनी बाटोबाट लड्नुहोस् न। सडकमा किन तमासा गर्नुभएको छ? सडक किन तताउनु भयो? जनताले अब त्यत्रो 23 र 24 को विध्वंसपछि, त्यो ठुलो आतङ्कपछि एक खालको अब त देशमा अमन चैन हुन्छ, शान्ति हुन्छ, जे खालको असन्तुष्टि छ अब त्यो पुरा हुन्छ भन्ने निर्वाचनमा भोट दिए, जसलाई मन लाग्यो उसैलाई भोट दिए, राजसपालाई बढी मन लाग्यो उसैलाई अधिकार दिए, अब सुशासन कायम गर भनेर। अब त तपाईँहरू राजनीतिक बाटो नगएर, लडाइँ नलडेर कानुनी लडाइँ लड्नुहोस् के। त्यो किन अहिले सडकमा यो खालको प्रदर्शन? यसमा मैले दुई एङ्गलबाट तपाईँलाई स्पष्ट पारौँ। पहिलो कुरा, जस्तो जस्तो पुरेतबाजी उस्तै उस्तै स्वाहा भन्ने एउटा चलन छ हाम्रो, होइन? जस्ता जस्ता देवता त्यस्तै त्यस्तै पूजा। बालेनजीलाई 2/3 को जनमत प्राप्त भइसके पछाडि मुलुकको नेतृत्व गर्दा उहाँले कुन बाटो अप्नाउने भन्ने कुरा उहाँको हातमा हुन्छ र उहाँले गरेका क्रियाका आधारमा प्रतिक्रिया हुने गर्छ। र हामीले यो घटनाका सन्दर्भमा आज मात्रै सचिवालयको बैठक बसेर 3टा विषय हामीले जोडदार ढङ्गले सँगसँगै लैजाने निर्णय गरेका छौँ। एउटा, कानुनी लडाइँ हामी सशक्त ढङ्गले लड्छौँ। हाम्रा वकिल साथीहरू, राष्ट्रसभाका साथीहरू त आउनु भएन, त्यो बाहेक सबै दलका वकिल साथीहरूसहितको आज हामी मिटिङ बस्यौँ र त्यसको कोअर्डिनेसन गर्नको लागि पार्टी उपाध्यक्ष गोकर्ण विष्टजीलाई हामीले जिम्मा पनि दिएका छौँ। र हामी भोलि बन्दी प्रत्यक्षीकरणका मुद्दा लगायतका सबै विषय पनि हामी अगाडि बढाउँछौँ। दोस्रो कुरा, राष्ट्रियता र लोकतन्त्रप्रति प्रतिबद्ध दलहरूको बिचमा सदनभित्र रामबहादुर थापा बादलजीले संयोजन गर्ने र सदनभित्र पनि सशक्त ढङ्गले हामी उपस्थित हुने र सदनभित्रका दलहरूको बिचमा पनि सहकार्य गर्ने र सदन बाहिर चाहिँ विष्णु पौडेल हाम्रो जो उपाध्यक्ष हुनुहुन्छ उहाँले चाहिँ कोअर्डिनेसन गर्ने भन्ने हामीले दोस्रो निर्णय गर्यौँ। तेस्रो कुरा, यो छानबिन आयोग जो बनाइयो यो चाहिँ आग्रहपूर्ण भएको, यसले त्रुटिपूर्ण ढङ्गले चाहिँ आफ्नो प्रतिवेदन बुझाएको। राम्रो निर्णय गर्नु भएको छ सचिवालय बैठक बसेर, जो खालका जहाँ जहाँ तत्त मान्छेहरूले जे भूमिका निर्वाह गर्नुपर्ने हो त्यो गरौँ है भनेर लाग्नु भएको छ, सबैतिर खट्ने गरेर। तर यो सडकमा किन आउनु भएको छ? सडकमा आएर म त्यहाँ पुग्दैछु। यहाँनिर आज दिनभरि तनाव भयो, त्यसैभरि तनाव। आज हामीले 3टा विषयमा निर्णय गऱ्यौँ। अर्को कुरा चाहिँ हामीले यो प्रतिवेदनका बारेमा वर्तमान न्यायाधीश जो चाहिँ आग्रह नराखिकन अगाडि बढेको छ, उहाँको नेतृत्वमा चाहिँ सर्वोच्च अदालतको न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति बनाओस् भन्ने हाम्रो माग छ। अब अर्को कुरा चाहिँ सडकमा हामी किन आउनुपर्ने एउटा स्थिति आइपर्यो भन्दाखेरि जुन ढङ्गले ज्यादतीपूर्ण ढङ्गले एउटा लोकतान्त्रिक पद्धति अपनाएको दलमाथि जुन खालको हमला भयो र पछिल्लो निर्वाचनको बेलामा उहाँले जुन खालको एउटा चमत्कारिक मत प्राप्त गर्नुभएको छ र त्यो चमत्कारिक मत र जादु गरिय जुन खालको एउटा हैसियतमा उहाँहरू पुग्नु भएको छ, त्यो कुराको उन्मादमा नेकपा एमाले सकियो, यसका नेताहरू सकिए, यसका कार्यकर्ता सकिए भन्ने दृष्टिकोणको आधारमा सुदन गुरुङ जस्तो एउटा चाहिँ अपरिपक्व र उरन्ठेउले एउटा भाइलाई गृहमन्त्री बनाएर त्यो पनि मलाई लाग्छ रवि र बालनजीको बिचको निकै ठुलो अन्तर्द्वन्द्वमा, होइन, नाटकीय ढङ्गले 1300 ऱ्याङ्किङमा मलाई लाग्छ स्वर्णिम वाग्ले पछाडिको ऱ्याङ्किङमा उनलाई राखेको छ र पूर्व मन्त्री भइसकेका साथीहरू र हिजो सांसद भइसकेका साथीहरू र पार्टीका महामन्त्री भइसकेका सुनिल लम्सालजी, सविताजी, विराटजी, शिशिर खनालजी भन्दा पनि माथिल्लो ऱ्याङ्किङमा ल्याए। भनेपछि सुदन गुरुङजीहरूलाई देखाउनलाई कार्यकर्ता अहिले सडकमा ल्याउनु भएको, आगो बाल्नु भएको, टायर बाल्नु भएको?
सिंहदरबारको दक्षिण गेटतिर गएर हान्न थाल्नु सुदनजीहरूलाई ल्याउनको लागि होइन, यसरी क्षेत्र तोड्न खोज्नु भएको। सुदनजी जस्ता व्यक्तिहरू कुन शक्तिको आडमा, कुन शक्तिको तागतमा बालेन र रविले समेत चकमा दिएर गृहमन्त्री बनेको पहिलो दिनमा नै जुन खालको एउटा आतङ्कवादी खालको शैलीको निर्णय गरेर रातारात पूर्व प्रधानमन्त्री भइसकेको र लोकतन्त्रको निमित्त यति ठुलो योगदान दिएको व्यक्तिलाई बिना आधार जुन गिरफ्तारी गर्ने काम गर्नुभयो, त्यसको विरुद्ध नेकपा एमाले के हो भन्ने कुरा देखाउनु पर्ने भएको हुनाले आजको आन्दोलन त एउटा कास्टिङ मात्र हो, तपाईँले जे भन्नुभयो नि। र उहाँहरूले यो विषयवस्तुलाई सच्याउनु भएन भने यो प्रतिवेदन खारेज गरेर न्यायाधीशको नेतृत्वमा नयाँ आयोग बनाउने कुरा र केपी ओली र रमेश लेखकको गिरफ्तारीलाई उहाँहरूले खारेज गर्नु भएन भने उहाँहरूले निकै ठुलो मूल्य चुकाउनुपर्छ भन्ने लाग्छ। यो तपाईहरु कानुनी लडाई लड्नुहुन्न त्यसो भए? त्यो बन्दी प्रत्यक्षीकरणको कुरा किन उठाएको, त्यसो भए वकिलहरूसँग किन छलफल गरेको? हामी कानुनी लडाई पनि लड्छौँ, मोर्चा कसरी भनेर किन छलफल गरेको? कहिलेकाहीँ अदालतले विशेष खालका भूमिका निर्वाह गरेका छन्। विशेष गरेर नेकपा एमालेको के अरे एकता जुन प्रक्रिया अगाडि बढेको थियो, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी बनाएर हामी अगाडि बढेका थियौँ, त्यतिखेर हामी निकै जटिल मोडमा पुगेका थियौँ। त्यो एकता कायम पनि गर्न नसक्ने, टुट्न पनि नसक्ने अवस्थामा चाहिँ त्यतिखेर ऋषिराज कट्टेलले एउटा निवेदन दिनुभएको थियो र उहाँको पार्टीको नाम र हाम्रो पार्टीको नाम मिल्यो भन्ने सन्दर्भमा अदालतले यस्तो एउटा ब्यालेन्सको फैसला गरिदिएको थियो कि ऋषि कट्टेलजीको पार्टीसँग नाम मिलेको हुनाले साबिक एमाले र साबिक माओवादी पुरानै अवस्थामा पुग्नु भएको छ, तपाईँहरू एकता गर्ने हो भने 15 दिनभित्र आउनुहोस् भनेर फैसला गरेको थियो र त्यस पछाडि छुट्टिन चाहेका एमाले र माओवादी दुवैलाई छुट्टिनुलाई राम्रो आधार बनेको थियो। अदालतले न्यायोचित फैसला गरिदिएर सम्भाव्य द्वन्द्वतर्फ गइरहेको मुलुकको परिवेशलाई एउटा फैसलाले टुङ्ग्याइदिन पनि सक्छ। त्यो भयो भने साह्रै बेस्ट हुन्छ। होइन भने अन्तर्राष्ट्रिय शक्तिको आडमा शङ्कास्पद आर्थिक हैसियत बनाएर शङ्कास्पद गतिविधि गरेर परम्परागत र लोकतन्त्रको निमित्त 3-4 पुस्ता समेत लडेको पार्टीमाथि जुन खालको हमला गर्ने हिसाबले साथीभाइहरू आउनु भएको छ र केरकेटीका हिसाबले हामीले जुन आकलन गर्नुभएको छ त्यसको मूल्य चाहिँ उहाँले चुकाउनुपर्छ। भनेपछि भोलि नै अदालतले केपी ओलीजीलाई दिएको त्यो जरुरी पक्राउ पुर्जीलाई मान्यता दिएन र उहाँ बाहिर निस्किने स्थिति आयो भने ठिकै छ, नत्र फेरि म्याथ थपको स्थिति आइदियो भने तपाईँहरू अब यस सडक सङ्घर्ष सरकार अगाडि बढ्ने? हामीले प्रतिशोधपूर्ण बदला भावले प्रेरित विशेष गरेर आग्रहपूर्ण मात्रै होइन कि षड्यन्त्रपूर्ण जुन खालको एउटा प्रतिवेदन आएर त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा सिङ्गो नेकपा एमालेको अध्यक्षमाथिको जुन एट्याक, टाउकोमा एट्याक गरेर नेकपा एमाले सक्ने राष्ट्रिय अन्तर्राष्ट्रिय षड्यन्त्रको खेतालाको रूपमा नेपाली कङ्ग्रेसका नेता पनि पर्नुभयो रमेश लेखकजी, बालेनजी र सुदनजीले जुन खालको हरकत देखाउनु भयो त्यसको विरुद्ध के हो नेकपा एमाले, लोकतान्त्रिक पद्धति हामीले कसरी अगाडि बढाउनुपर्छ र यो आग्रहपूर्ण हिसाबले अगाडि बढेको कार्की आयोगलाई खारेज गर्ने र गिरफ्तारीलाई खारेज गर्ने तहमा हामीले पुर्याउनुपर्छ। अब जहाँसम्म रमेश लेखकजीको गिरफ्तारीको सन्दर्भको कुरो छ, कङ्ग्रेसभित्रको नियमित महाधिवेशन र विशेष महाधिवेशनको द्वन्द्वमा कङ्ग्रेस फसेको छ र उहाँहरूको द्वन्द्व चाहिँ नि प्रतिरोध गर्न पनि नसक्ने, कङ्ग्रेसले सडकमा आउँदैन भनिसक्यो, एक हिसाबमा एक आपसमा मिलिजुली गर्न पनि नसक्ने जो अवस्थामा कङ्ग्रेस चाहिँ एउटा टकरावको अवस्थामा जुन पुगेको छ। मलाई लाग्छ लोकतान्त्रिक प्रगतिको निमित्त लोकतान्त्रिक सङ्घर्षमा कङ्ग्रेसले जुन योगदान विगतमा दिएको छ, अहिले कङ्ग्रेस अलिक शिथिल भएको छ। त्यसो भएको हुनाले कङ्ग्रेसलाई पनि यो पद्धतिमा हौसला दिनको लागि नेकपा एमाले जुझारु र प्रतिरोधी ढङ्गले अगाडि बढ्नुपर्छ, त्यो बढ्छ। तर कङ्ग्रेसको पदाधिकारीहरूले त यहाँ अहिले बाहिर सडकमा आएर विरोध प्रदर्शन गर्ने खालको हुँदैन, तर सेलेक्टिभ भयो कारबाही, अलिक कानुनी रूपमा जानु पर्यो भन्ने खालको निर्णय गर्यो उसले। उहाँहरूभित्र अब दुई खालको धारको फरक खालको अस्तित्वसहित बैठकहरू बसिरहनु भएको छ। दुईटा विज्ञप्ति आयो छुट्टा छुट्टै, दुई खालका वक्तव्य आउने, दुई खालका धारणा आउने, दुई खालका दृष्टिकोणहरू आउने परिस्थिति छँदैछ। त्यसो भएको हुनाले कङ्ग्रेसभित्रको आन्तरिक विरोधमा म धेरै जान चाहन्न। कङ्ग्रेस एउटा लोकतान्त्रिक पद्धति अप्नाएको पार्टी भएको हुनाले र रमेश लेखकजी पनि एउटा लोकतान्त्रिक एउटा आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएको व्यक्ति भएको हुनाले
हामीले चाहिँ हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यू र पूर्व गृहमन्त्री रमेश लेहकजी माथिको जे खालको ज्यादती भयो त्यसलाई चाहिँ समान हिसाबले त ट्रिट गर्नुपर्छ भनेर अगाडि लागेका छौँ। काङ्ग्रेसले गर्ने नगर्ने कुरा चाहिँ इतिहासमा काङ्ग्रेसमाथि समीक्षा ओके भनेपछि अब यो भोलि चाहिँ जरुरी पक्राउ पुर्जीलाई अदालतले मान्यता दिएन, पुलिसले म्याद थपको समय माग्यो, फेरि म्याद थप दियो भने त त्यो अनुसन्धानको प्रक्रिया अगाडि बढ्छ, ओलीजी भित्रै रहनुपर्ने स्थिति हुन्छ। यसको बढीमा 25 दिनसम्म त्यसरी राख्न पाइन्छ के भन्ने कुरा आइरहेको छ, संविधानविदहरू कानुनविदहरूले भनिरहनु भएको छ। त्यो प्रक्रियालाई तपाईँ चुपचाप किन नहेर्ने, पहिला मेरो प्रश्न। तपाईँ रोडबाट बाहिर निस्किनु, सडकबाट बाहिर निस्किनु, घर बसेर या अरू मोर्चाबाट तपाईँहरूले कानुनी लडाइँ किन नलड्ने? अब छोटो बा, त्यसपछि म अर्को प्रश्न गर्छु। कुनै पनि सरकार चाहिँ नि एउटा निरङ्कुश हुने दिशातर्फ जान सक्छ, त्यसमाथि पनि 2/3 प्राप्त गरेको सरकार त झन् जान सक्छ। किनभने 2/3 आडमा उसले न्यायालयलाई प्रभावित गर्न सक्छ, 2/3 आडमा उसले संवैधानिक निकायहरूलाई प्रभावित गर्न सक्छ। र जसरी हिजो सुशीला कार्कीजीलाई महाभियोग लगाउने भनेर काङ्ग्रेसले एउटा परिवेश सिर्जना भएको थियो र त्यो आतङ्कको मनोविज्ञानमा समकक्षी दलहरूलाई समाप्त गर्ने एउटा स्ट्रेटेजीका साथ उनीहरू जान सक्छन्। बङ्गलादेशमा अवामी लीगलाई जुन ढङ्गले चुनावमा लड्न समेत नदिकन शेख हसिनालाई प्रवासमा बस्नुपर्ने एउटा स्थिति र सम्बन्धित अदालतको प्रयोग गरेर मृत्युदण्डको सजाय दिनसम्म एउटा परिस्थिति निर्माण जुन भएको छ, नेपाललाई एउटा प्रतिशोध र द्वन्द्वको परिवेशमा धकेलेर नेपाल, पाकिस्तान, बङ्गलादेश अथवा युक्रेनको मोडालिटीमा लान खोज्ने खालको एउटा बालेनजीहरूको प्रवृत्ति हामीले देखिरहेका छौँ। र हिजो बालेनजीको शपथ ग्रहणको एउटा फोटो चाहिँ गजब मैले हेरेँ। उनका समर्थक शुभचिन्तकहरूले बेलुका प्रधानमन्त्री भइसके पछाडि रमाइलो गर्नको निम्ति बालुवाटारमा भोज भत्तेर सबै कुरा चलेको कुरा हामीले सूचना प्राप्त गऱ्यौँ। र त्यतिखेर कालो दौरा सुरुवाल, कालो कोट, कालो टोपी, कालो चस्मा र कालो जुन जुत्ता समेत साथीलाई लगाउन लगाई, त्यो भनेको चाहिँ पूर्व राजा महेन्द्रको गेटअपमा उनलाई उतारियो र जुन खालको 107 भिक्षुहरू, 108 बटुकहरू सहित जुन खालको एउटा राज्याभिषेकको स्टाइलले उनले शपथ ग्रहण गरे, यो चाहिँ एउटा औपचारिकता भन्दा पनि कतिपय बुद्धि साथीहरूले भनेका छन् यो धर्म गर्ने कुराबाट सहानुभूति लिने भन्दा पनि कर्म गर्ने कुराबाट सहानुभूति लिनुपर्छ भन्ने सुझाव पनि दिएका छन्। र उनीभित्र त्यो सामन्तवादी प्रवृत्ति कतिसम्म जमेको छ र उनले पाए भने आफूलाई जसरी अबकी बार मोदी सरकार भनेको जस्तो अबकी बार बालेन सरकार उनी मोदी बन्ने एउटा हुटुटी उनीसँग छ, अर्को पूर्व राजा महेन्द्र बन्ने अर्को हुटुटी छ भन्ने देखिन्छ। र त्यो मनोविज्ञानले जुन ढङ्गले उनले काम गरेका छन् र उनको एकदम अराजक र हिजो जेएनजी मुभमेन्टको 23-24 गतेको कतिपय अपराधिक घटनामा संलग्न गृहमन्त्री बनाएर उनले जे खालको चाहिँ दिन खोजेका छन्। र बालेन र सुदनीजीको हकमा त 24 गते त धेरै ठाउँमा उहाँहरूको विरुद्ध जाहेरी पनि छ। ठिक छ भनेपछि तपाईँले यति वर्णन गरिरहँदा, यति दलिलहरू पेश गरिरहँदा निर्वाचनमा सिङ्गो देशले तपाईँलाई पताइदिएन, एमालेलाई पताइदिएन, बालेन, रवि, सुदनहरूलाई बहुमत दिएर पठायो जनताले। अधिकांश नेपाली जनता अहिले तिमीहरूले चाहेको गर, बाचापत्रमा राखेका 100वटा कुराहरू कामहरू पुरा गर, 2 नम्बरमा राखेको कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर भनेर उनीहरूलाई म्यान्डेट दिएर पठाइदियो। त अब तपाईँले जनमत उहाँले प्राप्त गर्नुभएको छ, फलानो ढिस्कानो हुन खोजे भने पनि त अहिले त केही समय कहाँबाट दिनुहोस्। त्यो जनमतलाई गल्ती के भयो? त्यो जनमतलाई उहाँहरूले सौदा दलहरूसँग राजनीतिक प्रतिस्पर्धा भनेको चाहिँ नि शत्रुता कायम गर्ने हुँदैन। राजनीतिक प्रतिस्पर्धा भनेको चाहिँ नि आलोचनात्मक समर्थन गर्ने दृष्टिकोणले अगाडि बढ्छ। उहाँले गर्ने राम्रा काममा एकछिनमा रुक्छु, तपाईँलाई सजिलो हुन्छ कुरा खुलाउँदै जान। कार्की आयोगले लेखकजी र ओलीजीलाई अनुसन्धान गर्न बाटो खोलिदियो त, ओली अनुसन्धान गर्न लग्यो त के बिग्रियो? कार्की आयोग कुनै न्यायिक आयोग पनि होइन। कार्की आयोग त ओलीजीले पनि बयान दिएको भनेर उहाँकै आइसकेको छ डिस्क्रिप्सन, उहाँले के बोल्नुभयो भनेर प्रतिवेदनमा आएको छ, सारा नेपालले स्वीकार्यो। अब तपाईले अहिले पनि स्वीकार्दिन भन्नु भयो त? केपी ओलीजीले बयान दिएको छ भन्ने तथ्य कार्की आयोगका कार्कीजी र शर्माजी लगायत को छन् बाहिर निकाल्नुहोस्। कोर्टबाट आएको छ त, यसो भन्नुभयो भन्दै कोर्टभित्र राखेर आएको छ त? कोर्टमा आएको कुराको बारेमा म धेरै व्याख्या गर्दिनँ। ओलीजीको बयान छ भनेर कहीँ कसैले उहाँले निकाल्नुभयो भने म उहाँहरूलाई एकदम उचित पुरस्कार दिन्छु। जनताले पताइदियो, अब उहाँलाई जनताले पताइदियो, त्यो आयोगलाई पनि जनताले मान्यो, स्वीकार्यो। अब त देशतिरबाट अगाडि जनताले कहाँ स्वीकार्यो? अनि धेरै बुद्धिजीवीहरूको प्रतिक्रिया तपाईँले सुन्नुभएको होला।
भीमार्जुनजीले के भन्नु गाईको निबन्ध लेख्न पठाएको होइन, 4 खुट्टे छ भनेर गधाको निबन्ध लेखेर आयो, 4 खुट्टा मिल्छ भनेर होइन। उहाँले त राज्य द्रोहको मुद्दा लगाउनुपर्छ। यत्रो सिंहदरबार जलाए उहाँ नदेख्ने, सर्वोच्च जलाए नदेख्ने, सदन जलाए नदेख्ने। अब फेरि यहाँनिर फेरि तपाईँले अझै पनि यहाँ कुरा यो पुरै कुरा लुकाउनु भएको छ या भन्न चाहनु भएको छैन। तपाईँलाई भक्तपुरमा अहिले पराजित गर्ने राजीव खत्री जो सांसद हुनुभयो, त्यस कारणले उहाँले लेखेको स्ट्याटसलाई मैले रेफरेन्सका रूपमा ल्याएको छु। उहाँ सांसद नभएको भए त मैले यो लिने थिएन, तर उहाँले पक्का पनि आधिकारिक कुरा लेख्नु भएको छ भनेर यो रेफरेन्स ल्याएको छु। 24 गतेकोलाई कारबाही किन भएन भन्ने कुरा तपाईँहरूले गरिरहनु भएको छ नि सबैजनाले। यसमा उहाँले लेख्नु भएको छ, भदौ 24 को घटनामा अहिलेसम्म 935 जना पक्राउ परेका छन्। तीमध्ये 520वटा मुद्दा दर्ता भएका छन्। पक्राउ परेका मध्ये 177 जना पूर्वपक्षका लागि कारागार चलान भएका छन्। हाल जेलमा छन् उनीहरू। सबैभन्दा बढी काठमाडौँ उपत्यकामा 226वटा मुद्दा दर्ता भएका छन्। 410 जना पक्राउ परेका छन्। 94 जना कारागार चलान भएका छन् है। र पक्राउ परेकाहरू विरुद्धका मुख्य आरोप भनेको देशका महत्त्वपूर्ण संरचनामा आगजनी, त्यसपछि व्यक्तिका घर तथा व्यावसायिक भवनमा आगजनी, लुटपाट, प्रहरीमाथि आक्रमण, हतियार लुटपाट लगायत। 23 मा त जम्मा 2 जना मात्रै पक्राउ परे 23 गतेको हकमा। 24 गते त यति धेरै पक्राउ परिसकेका छ। अनि यो कुरा देख्नु पर्ने रहेछ एमाले भन्ने कुरा आयो उहाँको। अब उहाँलाई त धेरै मैले कोट गरेर जवाफ दिन मन त थिएन मलाई होइन। तैपनि अब मैले के कुरा भनौँ भने 2-3टा कुरा मैले भन्न चाहन्छु। जस्तो कार्की आयोगले हिमेश पन्त, टङ्क दाहाल, शिव परियार, भाग्य न्यौपाने लगायतले चाहिँ नि आन्दोलन भड्काएको भनेर रिपोर्ट पेश गर्यो होइन। यिनै साथीले अब बालेन तिमीले नेतृत्व नगर्ने, रविलाई जेलबाट भगाउनुपर्छ भनेर यिनकै अर्की सहायता ज्वाला सङ्ग्रहालय भन्ने बहिनीले उनी हामी पुगिसक्यौँ भनेर पुगिसक्यौँ कमेन्ट आयो। तपाईँ आउनुहोस् होइन। अब मनिषजी, तोसिमाजी लगायतका धेरै साथीहरू त इन्भल्भ छन्। यो विषय चाहिँ आयो किन मौन रह्यो होइन। अर्को कुरा, आयोगले प्रतिवेदन बुझाउनुभन्दा अगाडि राजसभाका वर्तमानका 28 जना सांसदहरूलाई दोषी करार गरिएको थियो र बालेन र रविलाई नैतिक रूपमा सिंहदरबार जलाउनेदेखि रविजी जेलबाट भाग्ने क्रममा 12 जना कैदीहरू जुन मृत्यु भयो त्यो सम्मको दोषै उहाँलाई लगाएको थियो। अन्तिममा त्यो 2 जनाको नाम किन हट्यो होइन। आयोगको कुनै सदस्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सदस्य बनाउँछु भन्ने आश्वासन दिएर धेरै सुरक्षा निकायका साथीहरूलाई फसाउने ढङ्गले गयो। त्यसै गरी मानव अधिकार आयोगले बनाएका प्रतिवेदनसँग जस्तो अशोक सिग्देलजी, चिफ साफजीलाई उहाँले बचाउनु भएको छ, तर मानव अधिकार आयोगले चिफ साफजीलाई पनि त्यसमा समेटेको छ। र उहाँले 23 गते किन हतियार चलाइस् भनेर दोष लगाउनु भएको छ, 24 गते किन हतियार चलाएनस् भनेर दोष लगाउनु भएको छ। सिंहदरबार जलाउने क्रममा सेनाका कमान्ड सम्हालेका 4 जना साथीहरूले जुन सिफारिस गर्नुभएको छ, सशस्त्र प्रहरीको चिफदेखि लिएर जनपद प्रहरीको चाहिँ नि धेरै साथीहरूले गर्नुभएको छ। वर्तमान आइसाबले किन गर्नु भएन? वर्तमान आइसाब त्यतिखेरको राजधानीको कमान्ड, मेट्रो 2 भन्छ क्या अरे, मेट्रो 2 को कमान्ड उहाँले सम्हाल्नु भएको थियो। उहाँलाई किन राखिएन? खापुङजीलाई त्यति महत्त्वका साथ राख्यो, उहाँलाई किन राखिएन? यी धेरै प्रश्नहरू यो आयोगसँग छन्। नाम त उहाँको पनि आएको छ, दोषी करार हुने ढङ्गले आएको मलाई लाग्दैन। नाम चाहिँ आएको छ उहाँको। नाम आएको होला कुनै प्रसङ्ग पोर्टफोलियोमा कैफियतमा राखिएको होला, तर कारबाही गर्ने दोषी दिनुभयो उहाँहरूलाई किन भएन भन्ने कुरा। अब मेरो कुरा आयो र अर्को कुरा, उहाँकै रेफरेन्समा कारबाही नभएको होइन त 24 गते कारबाही नभएको छ, जेलमै परेका छन् नि त। टिओबी ग्रुपमा सुदन गुरुङजीको त्यो ग्रुपको बारेमा के हो होइन। यद्यपि अलिअलि त्यो उनीहरूको पनि नाम आएको छ भन्ने सुनिन्छ। बर्बरा फाउन्डेसनसित सम्बन्धित साथीहरूको इन्भेस्टमेन्टदेखि लिएर डिस्कट, सुदनको ग्रुप एडमिन भएको डिस्कटमा बम बनाउनु सिकाइएको छ, एनसेल टावर कसरी ध्वस्त पार्ने सिकाएको छ, सिसी क्यामेरा कसरी हान्ने सिकाएको छ, सबभन्दा पहिला छिरेर त्यसका महत्त्वपूर्ण डकुमेन्टहरू, कम्प्युटरहरू, ल्यापटपहरू जलाउने कुरा सिकाइएको छ, त्यो आगजनीमा महत्त्वपूर्ण केमिकलहरू प्रयोग गर्ने कुरा सिकाइएको छ। त्यो सिकाउने कुराको नेतृत्व सबै सुदनजीहरूको ग्रुपले गर्नुभएको छ होइन। 177 जना त प्रपक्षका लागि कारागारले चलान भएका छन् भनेर त त्यो महत्त्वपूर्ण घटनामा सहभागी भएका 177 जना सहभागी भएकाहरू त पक्राउ परेर कारागारले चलान भएको रहेछ। दौरानमा 50,000 मान्छे सडकमा आए होइन। मेरो घर जलाउने सन्दर्भमा 40 जना मान्छेले त मैले किटानी निवेदन दिएको छु। मेरो घर जलाउन लगभग मलाई लाग्छ 500 भन्दा बढी मान्छे आएका थिए होइन। र अहिलेसम्म कारबाही भएको छैन, कुनै मुद्दा चलेको छैन।
र यदि मुद्दा चलेको भए त 40जना त मेरै घर चल्ने मान्छेले मुद्दा चल्थ्यो नि त। त्यही भएर यसले जेनरलाइज गरेर कतिपय व्यक्तिहरूले समातेको र त्यसमाथि पनि कुलमानजी र ओम प्रकाश अर्यालजीको त होडबाजी हुन्थ्यो कि उनीहरूलाई मुद्दा नचलाउनु भनेर। सरकारी कार्यालयहरू 600 भन्दा बढी जले र ती सम्पूर्ण कार्यालयको प्रमाण नष्ट गरिएको छ। सुदनजीहरू, बालनजीहरू, ओम प्रकाशजीहरू, कुलमानजीहरूको मिलोमतमा र रातारात रङ लगाइएको छ, रातारात टालटुल गरिएको छ। झन्नै मलाई लाग्छ 1400 गाडीहरू जलेका छन्। ती जलेका सबै गाडीहरू अहिले जुन नयाँ संसद भवन बनेको छ त्यसको पछाडितिर लगेर एकदम पाल र टेन्टले थन्काइएको छ। तपाईँले गएर कुनै दिन हेर्नु होला हैन। र राज्य स्वयं नै अपराधीहरूलाई बचाउने र अपराधका कर्तुतहरू लुकाउने अभियानमा संलग्न भएको छ। राज्य स्वयं नै त्यो खालको बायस टेस्ट बोकेर हिँडेको छ। त्यसो हुँदाखेरि 23 गतेको घटनासित सम्बन्धित भएर आग्रहपूर्ण दृष्टिकोण राखेर हाम्रो अध्यक्षज्यूलाई र रमेश लेखकजीलाई जुन खालको चाहिँ नि गिरफ्तार गरेर हाम्रो पार्टी नै सक्ने ग्रान्ड डिजाइन, त्यो पनि यहाँ भएको डिजाइन जस्तो लाग्दैन। हिजोकै घटनामा तपाईँलाई बताइदिने हो भने पार्टी बालनजीहरू, रविहरूले, सुदनजीहरूले किन सक्नु पर्यो भने जनताले नै साइजमा ल्याइदिइसके त तल। कसरी साइजमा ल्याए? भोट दिएर त्यति सानो साइज गराइदिएनन्। त्यो बेलाको नेपाली नेकपा एमालेको भोट भनेको हिजो 28% थियो, अहिले लगभग 15%मा झरेको छ। नेकपा एमालेबाट उछिटेका सांसद 1 जना 2 जना राष्ट्रमा भएका होलान्। कङ्ग्रेस जस्तो 44 जना अथवा मधेस बाहेक दलको र नेकपाको जस्तो 27 जना 14 जना गएका छैनन्। हाम्रो साथीहरूले पार्टी छोडेका छैनन् र हाम्रो सङ्गठित सदस्य लगभग 7 लाख भएकोमा कहाँ हुन्छ महेशजी? तपाईँहरूको सङ्गठित सदस्य भएका जतिको सङ्ख्यामा त भोट आइदिएन जिल्लामा, क्षेत्रमा। 7 लाख सङ्गठित सदस्य छ। हामीले झन्डै 14.5 लाख देशभरिको होइन, क्षेत्रगत रूपमा हेर्दा त कहीँ त कार्यकर्ता जति सङ्गठित सदस्य छ त्यति भोट पनि आइके नआएको होला। तर पार्टीका कतिपय अन्तर्विरोधमा हामीले पार्टी छोडेका छैनौँ। एकपटक चाहिँ भोट चेन्ज गऱ्यौँ भन्ने छ। तर आजकोमा आन्दोलनको तपाईँको अलिकति प्रतिक्रिया दिन्छ आन्दोलन सहभागीहरूको। एउटा भोकको एउटा चाहिँ त्यो घाइते सिंहको जस्तो होइन, जुन खालका हाम्रा साथीहरूमाथि गाली गलौज झोले मासु बाते अनेक भनेर सोसियल मिडियाबाट जुन इन्टेलेक्चुअल एनार्किजम र जुन खालको एउटा अराजकता उहाँहरूले प्रकट गर्नुभएको छ र जुन खालको समाजलाई एउटा अस्थिरतातर्फ घृणा फिजाउने दिशातर्फ घृणाको खेती गरिरहनु भएको छ राष्ट्रसभा कार्यकर्ताहरूले। आजको आन्दोलन सहभागिताको हिसाबले आजको आन्दोलनमा एकदमै कम, 2000 भन्दा बढी छैन होला। ड्रोनबाट खिचेका फोटामा त यति माउरीको गोलो जति चाबेलको दर्शकहरू होइन, माइतीहरूको पनि आइरहेछ, बाबर मलको पनि आइरहेछ, हेर्ने दर्शक धेरै, बुटोलमा पनि त्यही पनि त्यो त प्रतीकात्मक जुलुसको आएको हो। आज हामीले खास तयारी गरेर सोसियल मिडियाको चाहिँ एउटा उसको भरमा आएको मास हो र एकदम थोरै मास त्यति प्रतिरोधी काम कसरी गर्यो भनेपछि निकै ठुलो एमालेको पङ्क्तिलाई चाहिँ हेपिएको, पेलिएको, थिचिएको र हामीलाई समाप्त गर्नको लागि जुन खालको षड्यन्त्र भइरहेको कुराको महसुस भएको छ। र यो साथीभाइले ख्याल र हल्का फुल्का ठान्नुभयो भने मन लाग्छ काउन्टडाउन सुरु भयो। 2 तिहाईको सरकारको काउन्टडाउन चाहिँ एकदम स्वस्ति शान्ति गरेर जनताको महत्त्वाकांक्षा जगाएर विकास र रोजगारीको आश्वासन दिएर स्वस्ति शान्तिबाट सुरु गर्नुभएको बालनको कार्यकाल त्यही दिन राति जुन ढङ्गले प्रतिशोधपूर्ण व्यवहार गरेर हाम्रो अध्यक्ष लगायतको नेतृत्वलाई गिरफ्तार गरेर सुरु गर्नुभयो, काउन्टडाउन सुरु भयो भन्ने लाग्छ मलाई। तपाईँहरूलाई यो कानुनी शासन विधि या न्यायालयप्रति कुनै विश्वास छैन? अब सक्यो, अस्तिसम्म थियो, अब किन छैन? निश्चितै रूपमा विश्वास छ। अनि गर्नु त विश्वास, पहिला पनि विश्वास थियो, अब अदालतमा जाला, अहिले पनि विश्वास छ। विश्वास नभएको प्रक्रिया अगाडि बढ्छ। सवाल के हो भने कहिलेकाहीँ व्यवहारले चाहिँ के हो भन्ने चाहिँ बनाइदिन्छ। जस्तो संसद विघटनको प्रक्रिया र न्यायालयलाई धम्काएको होइन, संसद विघटनको प्रक्रिया र पूर्व प्रधान न्यायाधीश प्रधानमन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाको बारेमा हामीले दिएको जुन मुद्दा थियो, चुनाव सकिए पछाडि साधारण रिटमा प्रस्तुत भयो। अदालत चाहिँ स्केप भयो, अदालत डढायो अथवा न्याय दिएन भन्दिनँ, अदालत पन्चियो। अदालत पन्चिने कुराले पनि देश सम्हालिन्छ कि सम्हालिन्न हाम्रा फैसलाले भन्ने कुरा पनि त महत्त्वपूर्ण हुन्छ होला नि त। अस्ति 23 र 24 अहिले हामीले जसरी सजिलै कुरा गरेका छौँ त्यो दिन त बडो खतरनाक थियो नि त। कल्पना पनि गर्न नसकिने खालको र अनुमान पनि गर्न नसकिने खालको थियो नि त। अहिले त खुब सजिलो छ नि, 24 गतेलाई बिर्सिनलाई 23 गतेलाई अदालतको हाम्रो अहिलेको लोकतान्त्रिक पद्धतिमा न्यायालयको काम भनेको चाहिँ कानुनको व्याख्या गर्ने हो होइन।
अब राजनीतिक रूपमा अब यो तपाईँहरूको प्रक्रियामा अदालतप्रति कति विश्वास, त्यति मात्रै मेरो प्रश्न होइन, राजनीतिक रूपमा सम्भाव्य खतरा के हुन्छ भनेर राजनीतिक आकलन गर्ने अथवा राजनीतिक भविष्यवाणी गर्ने काम चाहिँ अदालतको होइन। त्यो चाहिँ राजनीतिक शास्त्र पढेका ज्योतिषहरूले गर्ने काम होला। त्यसो हुँदा अदालतले चाहिँ कानुनको व्याख्या गरेर अन्याय भयो भनेर आएका व्यक्तिहरूले न्याय दिनुपर्छ। हाम्रो यो अहिले जुन प्रक्रियामा हामी गएका छौँ, अदालतले हामीलाई न्याय दिन्छ भन्ने कुरा लाग्छ। तर न्याय दिन्छ भन्दाखेरि पनि अदालतको मनोबल बढाउन र यो अराजक र अन्तर्राष्ट्रिय शक्तिको दबावमा हामीमाथि एउटा चाहिँ नि हिंसक आक्रमण गर्ने राजनीतिक शक्तिहरूलाई पनि ब्यालेन्समा राख्नको लागि हामीले सडक आन्दोलन पनि गर्नुपर्ने ठाउँमा हामी त्यो बाध्यतामा छौँ। अब यो अन्तर्राष्ट्रिय दबावको दुहाई कहिलेसम्म दिनुहुन्छ भने नेपाली जनताले सबै हिसाब किताब गरेर तपाईँहरू सबैलाई आफ्नो थानकोमा राखिदिसके, जनताले गरे होइन, जनताले हिसाब अस्तिको भोट जनताले गरेका हो भने म तपाईँलाई अहिलेका पछिल्ला परिघटनाहरू हेर्नु नि त। इरान अमेरिका युद्धको कुरा के हो? के अरे हर्मुज नाका, जसलाई चाहिँ अरबको डमरू भनिन्छ, मुख्यतया विश्वको 40% इन्धन त्यहाँबाट चाहिँ आयात निर्यात हुन्छ। त्यो बारेमा आज किन यत्रो ठुलो द्वन्द्व छ? आज अरबमा रहेका सारा नेपाली किन फर्केर आइरहेका छन्? होइन, राष्ट्रसभाको 182 सिट, पेट्रोलको भाउ 187 भनेर किन चर्चा भइरहेछ? त्यो गर्ने कुरामा वर्तमान सरकारले कुनै सहुलियत दिने निर्णय पो पहिलो दिन गर्नुपर्ने होला। कमसेकम 5 रुपियाँ भए पनि सहुलियत दिए भए ओहो बालनजीले गर्नु भन्ने हुन्थ्यो होला। एसपिपी जो सेनाले चाहिँ अमेरिकन सेनासँग गर्ने कुरा छ, यो महँगी पेट्रोलको मूल्य बढेको यहाँ हाम्रो आन्तरिक कारण त होइन। एसपिपी हामी कार्यान्वयन गर्ने कि नगर्ने भन्ने उहाँले बोल्नुपर्ने होला। त्यो त आउला नि, बोल्ने बेला आउला नि त। पहिलो बैठकमा त यस्तो निर्णय गरे राम्रो हुन्थ्यो होला नि त। हिजो लिपुलेख जसलाई हामीले नेपालको भूभागमा दाबी गऱ्यौँ, त्यहाँ चाहिँ चाइना र भारतले व्यापार गर्ने सम्झौता गरे। त्यो पनि त गर्ला नि। अघिल्लो पटक केपी ओलीलाई उहाँले जुन खालको व्यङ्ग्यात्मक स्ट्याटस हाल्नु भएको थियो, आज त्यो विषय पनि उहाँले पहिलो बैठकमा गर्नुहुन्थ्यो होला भन्ने अपेक्षा थियो होला। लिपुलेख, लिम्पियाधुरा र कालापानीको सन्दर्भमा केपी ओलीले चाइना भ्रमणमा जाँदाखेरि यो चाहिँ नक्सामा मात्र होइन, व्यवहारमा ल्याउने कुरामा ध्यान दिनु होला र चाइना र इन्डियाले जुन व्यापार गर्ने भन्दैछन् त्यो कुरालाई रोक्नको लागि लाग्नु होला भन्दै उहाँले ग्रेटर नेपालको नक्सा। ठिक छ, त्यो त समय बाँकी छ, 5 वर्षको समय बाँकी छ। भू राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता जटिल कुराहरूमा सुरुमै हात हालेर गिच्ने काम चाहिँ गर्यो भने अर्को आलोचना पनि हुन्छ। उहाँको विचारमा त 15-20 वर्षै होला। हामीले पनि नेकपा भएर गठबन्धन बनाएर झनै 2 तिहाई ल्याउँदा गगनजीले अब 15 वर्ष हामी प्रतिवेशी बस्नुपर्छ भन्दा हामी मक्क परेका थियौँ। 3 वर्षमै नेकपा फुट्यो। कङ्ग्रेसले पनि 15 सालमा 2 तिहाई ल्याएको, 17 सालमा व्यवस्था चेन्ज भएर महेन्द्रले बिपीले जेल हाल्ने एउटा परिवेश पनि सिर्जना भयो। आज उहाँहरूमाथिका जुन खालका डरलाग्दा चुनौतीहरू छन् त्यो कुरा उहाँले कसरी सामना गर्नु त्यो आफ्नो ठाउँमा छ। र जुन खालको अन्तर्राष्ट्रिय एउटा भौगोलिक जटिलताभित्र हामी छौँ त्यो कुरालाई महसुस नगरिकन तपाईँले भनेको जस्तो एकदम हल्का व्याख्या गरेर आज इरान युद्धमा पनि हामी छलफल नगर्ने, बङ्गलादेशमा भएको घटनाको बारेमा पनि हामी कुनै धारणा नबनाउने, अनि जनताले दिएको मतादेशलाई चाहिँ हामी अपव्याख्या गर्ने, कुल्चिने, नजरअन्दाज गर्ने, जनताले भोटलाई हामीले कुल्चेका छैनौँ। अस्ति अरुण सुवेदी र चाहिँ भूषण दाहालजीको एउटा इन्टरभ्यू मैले हेरिरहेको थिएँ। उहाँले चाहिँ त्रिपल एक्काको व्याख्या गर्नुभएको थियो। अल्गोरिदम, आर्मी र अमेरिकन खेलभित्रको यो परिणाम नाटकीय र चमत्कारिक आयो। हाम्रो शेरबहादुर तामाङजीले त केमिकल परीक्षण गर्नुपर्छ मतपत्रको समेत भन्नुभयो र मिन विश्वकर्मा लगायतका धेरै बुद्धिजीवी साथीहरूले चाहिँ 4 करोडभन्दा बढी मतपत्र छापिएको थियो, 1 करोड 80 लाखभन्दा बढी मतपत्र प्रयोग भएन भन्ने तहका समेत कुरा आएका छन्। अब यी सबै प्रक्रियामा हामी सहभागी भएको हुनाले हामीले त धेरै प्रश्न उठाएका छैनौँ। तर हामी राजनीतिक व्यक्तिहरूले नउठाउँदाखेरि पनि धेरै बौद्धिक र बुद्धिजीवीहरूले यी तमाम प्रश्न उठाइरहेको सन्दर्भमा निकै ठुलो गम्भीर र अन्तर्राष्ट्रिय तहका षड्यन्त्रहरूका बिचमा हामी छौँ। त्यसो भएको हुनाले हामी पलमा स्टेपमा सचेत ढङ्गले अगाडि बढेका छौँ र जुन ढङ्गको प्रतिशोधपूर्ण ढङ्गले हामीमाथि व्यवहार भएको छ यो व्यवहारले चाहिँ भोलि सबै सचेत हुनुपर्छ। आज हामीमाथि जुन व्यवहार भएको छ भोलि त्यो पत्रकार साथीहरूमाथि हुनेवाला छ, भोलि त्यो नागरिक समाजमाथि हुनेवाला छ। र पत्रकारमाथि दुर्व्यवहार भयो रे तपाईँहरूकोतिरबाट भन्ने आइरहेको छ छ्यापछ्याप्ती बाहिर सोसल मिडियाहरूमा। त्यस्तो मैले पनि सुने। अब त्यो कुन प्रसङ्गमा कसरी भएको हाम्रो पार्टीले त्यसको बारेमा छानबिन पनि गर्छ र त्यो पत्रकार साथीहरूमाथि काहीँ कतै दुर्व्यवहार भएको छ भने हामी त्यसलाई सच्याउने र त्यसमा गल्ती भएको छ भने माफी पनि माग्ने र त्यो गम्भीर तहको हो भने दोषीलाई कारबाही पनि गर्छौँ। त्यो कुरामा हामी एकदम क्लियर छौँ। हामी प्रेस स्वतन्त्रताको पक्षमा र एउटा लोकतान्त्रिक पद्धतिका
मूल आत्माहरूलाई चाहिँ नि जहिले पनि सम्मान गर्छौँ र त्यसलाई चाहिँ नि जहिले पनि प्रोत्साहन गर्ने ढङ्गले अगाडि बढ्छौँ। त्यसमा ओके कुनै समस्या ओके छैन। अब म अलिकति उत्तरार्धतिर जान्छु। तपाईँले अघि पनि कुरा गर्न खोज्दै हुनुहुन्थ्यो घाम अस्ताइसकेपछि र घाम उदाउनु अगाडिको कुरामा थोरै जाउँ त। तपाईँ रातभरि अध्यक्ष ओलीजीसँगै हुनुहुन्छ, त्यही निवासमा हुनुहुन्छ? पहिलो निर्णय भनेर जुन स्टन्टबाजीपूर्ण निर्णय आइसके पछाडि क्याबिनेट निर्णय आइसके पछाडि हामी सचेत थियौँ र मैले अध्यक्षज्यूलाई भेटेँ र कुराकानी गर्दाखेरि अहिले मैले जे वार्ताको क्रममा भने त्यो नै हाम्रो निष्कर्ष थियो। निष्कर्ष भइसके पछाडि चाहिँ सडक, सदन र कानुनी रूपमा तिनतिरबाट यसको चाहिँ हामी प्रतिवाद गर्नुपर्छ र सङ्घर्ष गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका थियौँ। भनेपछि आउँछन्, समाउन चाहिँ गिरफ्तार गर्छन् भन्ने कन्फर्म भइसक्यो। गिरफ्तार गर्छन् भन्ने कुरामा हामी सचेतै थियौँ र हामीले राज्यका हाम्रा तर्फका साइटबाट सूचना लिने कुरा र स्वयं राजसभाभित्रका पनि कतिपय च्यानल मार्फत सूचनाहरू हामीलाई प्राप्त भएका थिए। प्रारम्भिक चरणमा रविजी र बालनजीको कहिले रविजी चाहिँ समाउनुपर्छ भन्ने बालनजी ब्याक हुने, कहिले बालनजी समाउनुपर्छ भन्ने रविजी ब्याक हुने खालको एउटा परिवेश गुज्रिँदै आएको थियो र हाम्रो अध्यक्षज्यूको पिताको मृत्यु भएको कारणले पनि उहाँहरू 12-13 दिन सहन एउटा बाध्य पनि हुनुहुन्थ्यो र नयाँ सरकार गठन नभइरहेको सन्दर्भ र यो आएको प्रतिवेदन सार्वजनिक गर्न सुशीला कार्कीजीले विदाई हुने बेलामा किन रिक्स मोल्ने भन्ने ओम प्रकाशी र सुशीला कार्कीजीको एउटा धारणा पनि भएको बेलामा उहाँले ब्याकडोरबाट किशोर श्रेष्ठजी मार्फत जुन खालको सार्वजनिक गरिसक्नु भएको कुरा पनि एउटा कुटिल र षड्यन्त्रपूर्ण हो भन्ने कुरा हामीले बुझेकै थियौँ। र हिजो आफ्ना प्रमुख सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असीम शाह लगायतकाले निर्माण बनाइसके पछाडि बालनजीहरू बालोटारमा हिजो मोज मस्ती र रमाइलो गर्दैमा व्यस्तै हुनुहुन्थ्यो भन्ने सूचना पनि हामीले पाएका थियौँ। सुदनजी अस्ति गृहमन्त्रीमा लगभग उनको नाम पक्का भइसकेपछि ठमेलका 4-5वटा होटलहरूमा राम्रैसँग मस्ती चलाउनु भएको र एकदम विवादित मान्छेहरूसँगै हुनुहुन्थ्यो भन्ने यो नदेखेको कुरा धेरै नगर्नु, खास कङ्क्रिट कुरा मात्रै पाएका थियौँ। र सुदनजीले चाहिँ हरिहरेका भन्दा पनि दुवै आइजिबीहरूलाई बोलाएर हिजो राति नै समाउनुपर्छ भनेर उहाँले भन्नुभएको र आइजिबीहरूले पक्रापुर्जी जारी नभइकन अदालत बन्द भएको बेलामा चाहिँ चोरलाई समाते जस्तो एउटा राजनीतिक बन्दीहरूलाई समाउनु हुँदैन। सामान्यतया राजनीतिक बन्दी नभएको देशमा चाहिँ लोकतान्त्रिक अभ्यास सुचारू छ र निरङ्कुशता छैन भन्ने मानिन्छ र नेपाल दक्षिण एसियामा चाहिँ राम्रो देश मानिन्थ्यो। हिजोबाट गलत एउटा नजिर स्थापित भएको छ र त्यो हुँदाहुँदै पनि राति फेरि बालनजीले 12 बजे बोलाएर समाउने खालको उहाँले योजना बनाउनु भयो र लगभग 4 घन्टाको प्लानिङमा उहाँहरू आउनुभयो र 4 बजेर 3 मिनट जाँदा त प्रहरीको 600-700को सङ्ख्या नै गुन्डु पुगेको थियो र गुन्डुको 4वटै नाका ठिमीबाट जाने, सल्लाहगारीबाट जाने, सूर्यमेढाबाट जाने, यता काभ्रेको चाहिँ नि घ्याम्पेडाँडा रानीकोटबाट आउने सबै नाकामा प्रहरीहरू तैनात भएका थिए र लगभग 4 बजेदेखि 6:30 बजेसम्मको 2.5 घन्टा चाहिँ नि गुन्डुले पुरै नाकाबन्दी लगाएको जस्तो उहाँले गर्नुभएको थियो र गुन्डु आउने जाने सबै चिजहरूलाई उहाँले रोक्नुभएको थियो र मलाई लाग्छ निकै ठुलो शक्ति प्रयोग गरेर उहाँले चाहिँ गिरफ्तार गर्नुभयो र त्यस पछाडि हामीले अध्यक्षज्यू करिब जहिले पनि उहाँको बानी प्रहरी भित्र चाहिँ कति बेला पस्यो? गेट फोडेर पसेको हो भित्र? गेट फोडेर भन्दा पनि हाम्रा केही सत्य के हो भन्न बुझ्यो। हाम्रा केही युवाहरू त्यहाँ गेटमा थिए र प्रहरीले आउने क्रममा युवाले गेट धकेले, प्रहरीले पनि धकेल्यो। त्यो फोड्यो भनेको धेरै ठुलो तोडफोड होइन, धकेला भएर उहाँले गेट खोल्नुभयो। त्यसपछि कति बजे भित्र छिर्यो? मलाई जहाँसम्म लाग्छ प्रहरी 4 बजेर 20-25 मिनट जाँदा भित्र छिर्यो र हाम्रो अध्यक्षज्यू चाहिँ जहिले पनि लेट नाइटसम्म काम गर्ने भेट्ने र उहाँ हिजो पनि 2 बजे मात्रै सुत्नु भएको थियो अस्ति पनि र हिजो सुत्नुभयो लगभग 2 बजेतिर उहाँ सुत्न जानुभएको थियो। तपाईँहरू त्यहीँ बस्नुभयो? म पनि सुतेँ, म पनि करिब 1 बजेतिर सुत्न गएको थिएँ र म चाहिँ बिहान 4:45 बजी उठेँ जब यो कुराको सूचना आइसके पछाडि र अध्यक्षज्यूलाई हामीले लगभग त्यही प्रहरीहरू प्रवेश गरेपछि 4:30 बजीतिर उहाँलाई उठाइसके पछाडि भनेपछि 2:30 सुत्नुभयो उहाँ? पूर्व महान्यायिक अधिवक्ताज्यू रमेशजी लगायतका त्यहाँ वकिल साहबहरू आउनुभयो, उहाँहरूले त्यो सबै कागज प्रक्रियाहरू हेर्नुभयो र त्यो चाहिँ जरुरी पक्राउ पूर्जी जारी गरिएको थियो र क्याबिनेटको निर्णयको हवाला दिएर गृह मन्त्रालयले लेखेको चिठीको आधारमा पक्राउ पूर्जी जरुरी पक्राउ पूर्जी जारी गरिएको थियो। सामान्यतया त्यो प्रक्रिया होइन, सामान्यतया चाहिँ नि अदालतबाट ल्याउनु पर्ने प्रक्रिया हो र गृह मन्त्रालयले चाहिँ तर जरुरी पक्राउ पूर्जी जारी गर्न त सक्छ, जरुरी पक्राउ पूर्जी जारी गर्न सक्छ। मैले अहिले पनि भने
आरोपित व्यक्तिको चाहिँ भाग्न सक्ने खतरा भएको अवस्थामा अथवा गर्न दल सक्छ। बल प्रयोग गरेर गिरफ्तारी नदिन सक्ने अवस्था, जबरजस्ती गर्ने, जिद्दी गर्ने अवस्थामा पनि अर्को चाहिँ नि उहाँले जुन गृह मन्त्रालयले जुन ढङ्गले पत्र लेख्नु भएको छ, सुदनजी स्वयं त्यहाँ बसेर पत्र लेख्न लाउनु भएको छ। सामान्य त्यहाँ गृह मन्त्रालयले पत्र लेख्ने अभ्यास चाहिँ होइन, त्यो नयाँ अभ्यास उहाँले गर्नु भएको छ। र त्यस पछाडि अध्यक्षज्यूले चाहिँ नि एकदम सहज ढङ्गले पुर्जी चाहिँ उहाँले कति बेला बुझ्नुभयो? वकिलहरूसँग, अधिवक्ताहरूसँग पुर्जीमा छलफल गरिसकेपछि ठ्याक्क उहाँले सही गर्दा चाहिँ 6:10 गएको थियो र पुर्जीमा सही गर्दा साथ उहाँ निस्किनु भयो। त्यस पछाडि उहाँले चाहिँ आफूले खाने नियमित औषधिहरू र उहाँ चाहिँ आफ्नो बिरामी चेकअप गराइरहनु भएको थियो। दिव्या सिंह लगायतका डक्टरहरूसँग चाहिँ उहाँ चेकअपमै हुनुहुन्थ्यो र उहाँको चाहिँ नि पित्त थैलीमा चाहिँ जुन पत्थरीको जुन समस्या थियो त्यसको चाहिँ नि अपरेसन गर्ने खालको सल्लाह भइरहेको थियो र सायद मलाई लाग्छ आज टिचिङ हस्पिटलमा त्यो सबै कुराको चेकिङ उहाँको भएको छ र डक्टर दिव्या चाहिँ नि अहिले भ्यालीभन्दा बाहिर हो कि देशभन्दा बाहिर रहेको कारणले ठोस निर्णय भएको छैन र उहाँको अपरेसन कहिले गर्ने या नगर्ने, ढिलो या चाँडो गर्ने भन्ने कुरा पनि चाँडै नै टुङ्गेला र उहाँ चाहिँ एउटा किडनी ट्रान्सप्लान्ट गरेको बिरामी भएको हुनाले दिनको चाहिँ 15-20 थरी औषध चाहिँ रेगुलर खानुपर्ने, सुगर प्लस प्रेसरको पनि रोगी भएको हुनाले चाहिँ उहाँ चाहिँ एकदम डक्टरकै अन्डरमा रहनु पर्ने हो। तर हाम्रो राधिका आमा चाहिँ नि एकदम चाहिँ नि त्यो डक्टर जतिकै नलेज भएको जस्तो हुनाले उहाँले एकदम केयर गर्नु भएको थियो। त्यसो भएको हुनाले अहिले पहिलोपटक अध्यक्षजीसँग भेट हुँदा के संवाद भयो? अध्यक्षजीले के भन्नुभयो ओलीजीले? प्रहरी उहाँले भेटघाट गर्ने ठाउँमा गएर बस्नु भएको थियो, हामी सबै छलफल गरेर बसिरहेको थियौँ। अनि होइन अब हामी त तपाईँहरू रिसाउनु होला, के हुनु होला भन्डानेका थियौँ। तपाईँहरू त एकदम सहज ढङ्गले लिनुभयो भन्यो हामीले। अब गाई र भैँसीसँग पो रिस हुन्छ त, पुच्छरसँग के रिस हुन्छ र? पुच्छरले त जता हल्ला झिङ्गा आयो त्यो त हान्ने हो, तपाईँहरू त हाम्रो के रिस रहेर? अब हिजो मैले भने मेरो घर जल्यो, मैले अहिलेसम्म बनाएको छैन र यो गुन्डुको प्रहरी चौकी जल्दा चाहिँ 7 लाख रुपियाँ चाहिँ हामीले चन्दा उठाएर सबभन्दा पहिला प्रहरी चौकी चलाइयो, त्यसपछि वडाकारले के अरे बनाइयो, त्यसपछि वडाकारले बनाइयो। मेरो घर अहिलेसम्म बनाएको छैन। अनि ओलीजीले के भन्नुभयो? तपाईँले राम्रै गुण लाउनु भने मैले होइन, त्यो त बुझेकै छैन हजुरहरूले, समय नै सबभन्दा ठुलो कुरा हो, अब समय फेरियो भन्ने यस्तै हामी जिस्कासरी कुरा गर्दै त्यो बिचमा उहाँ आइपुग्नु हो। उहाँले एकदम सहज ढङ्गले उहाँहरूलाई एउटा रेस्पेक्ट गर्नुभयो, सलाम गर्नुभयो। त्यसपछि उहाँले हात मिलाउनु भयो र म के भाग्छु भन्ने सोच्नु भएको थियो र तपाईँहरूले, म जतिको मान्छे त भाग थिएन होला त। अनि यो खालको चाहिँ नि दलबल यदि भव्यसँग आउनु पर्थ्यो र भन्ने खालको कुरा गर्नुभयो। त्यस पछाडि त्यस्तो अस्वस्थ केही भएन, सहज ढङ्गले। अनि तपाईँहरू को हुनुहुन्थ्यो? नेताहरू टन्नै हुनुहुन्थ्यो त्यहाँ चाहिँ हिजो राति? धेरै नेताहरूको त फोनै उठेन राति, अब 2-3 बजी फोन उठ्ने कुरा पनि भएन, सुतिसक्नु भएको। नर्मली फोन पनि गरिएन फेरि होइन। अब पदाधिकारी लेभलमा त म मात्रै थिएँ, अरू हुनुहुन्थेन। त्यस पछाडि अरू केन्द्रीय सदस्य अब रामकुमारीजी हुनुहुन्थ्यो होइन, गोविन्द थापा हुनुहुन्थ्यो, अमित लामा, हामी क्षितिज देवी, किरण पौडेल, केन्द्रीय सदस्यको तहका हुनुहुन्थ्यो, पदाधिकारी तहका खास हुनुहुन्थेन। ओके, अनि उहाँ चाहिँ आफ्नै गाडी चढेर जानुभयो? त्यस पछाडि गाडी कुनमा जाने भन्ने कुरा भयो। अब एउटा मैले सुविधा प्राप्त गरेकै गाडी हो पूर्व प्रधानमन्त्रीको हैसियतले। अब मेरो गाडीमा जहिले पनि अगुवा या पछुवा तपाईँहरूले अहिले पछिल्लो बेला दिएकै छ, पिएसओ पनि सँगै छ। त्यसो हुँदाखेरि मेरो गाडीमा तपाईँहरू बसेर जाने कुरा नै राम्रो होला भने पछाडि त्यहाँ आउनुभएको एसएसपी साहबले त्यहाँ माथि कता म्यान्डेट लिनुभयो। त्यस पछाडि उहाँसित त्यहाँ बसेर आफ्नै गाडीमा लानुभयो। अन्त्यमा केही निर्देशन दिनुभयो तपाईँहरूलाई? त्यस्तो त केही दिनु भएन। पार्टीको सचिवालय बैठक बसेर राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने कुरामा हामी अगाडि बढ्छौँ भने हामीले ठिकै हुन्छ भन्नुभयो। ओके, अब अन्त्यमा चाहिँ तपाईँहरूले यो आक्रोश पोखिरहँदा, कानुनी लडाइँ एकातिरबाट लडिरहँदा र राजनीतिक रूपमा सडकबाट आक्रोश पोखिरहँदा म फेरि पनि यो कुरा दोहोऱ्याउँछु, धेरैभन्दा धेरै जनताले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्नु ठिक हो भनिरहेको छ कि त्यसकारण तपाईँहरूले अहिले समवेत भएर रोडबाट सडकबाट बाहिर निस्केर कानुनी बाटो नै रोज्नु सबैभन्दा हितकर हुन सक्छ। कार्की आयोगको प्रतिवेदनलाई धेरै जनताले गम्भीर प्रश्नहरू उठाएका छन् होइन, स्वयं जेएनजी आन्दोलनका घाइतेहरूले पनि प्रश्न उठाएका छन् र हामीले भनेको उपाय नै सबभन्दा बेस्ट उपाय हो। सर्वोच्च अदालतको न्यायाधीशको नेतृत्वमा पुनः छानबिन गर्ने र त्यो छानबिन आयोगको पछिल्लो आउने रिपोर्टलाई
24 गतेको घटना र यो विध्वंसका घटनाहरू र विभिन्न खालको एनजिओको संलग्नतादेखि लिएर वर्तमान प्रधानमन्त्री मन्त्री र सांसदहरूको संलग्नतामाथि समेत प्रश्न उठाएर छानबिन गर्नुपर्छ र त्यस पछाडि आएको रिपोर्टलाई चाहिँ हामी सबैले मान्नुपर्छ। अहिले आग्रहपूर्ण, दुराग्रह, एउटा चाहिँ नि षड्यन्त्रपूर्ण, जालसाजीपूर्ण र एकदम प्रतिशोध सान्ने र बदला लिने हिसाबले जे रिपोर्ट आएर जे व्यवहार बालन सरकारले गरेको छ त्यो चाहिँ हामी स्वीकार्दैन। हस् महेशजी, मैले तपाईँलाई आज यो घटनाक्रमको क्विक रेस्पोन्स लिनको लागि मात्रै तपाईँलाई प्रत्यक्ष रूपमा जोडेको थिएँ। समय दिनुभयो, धन्यवाद। आगामी दिन शान्तिपूर्ण हुन्, देशले विकासको बाटो समाओस्, सुशासनको बाटो समाओस्, यसमा तपाईँहरू सबैको सहयोग र साथ रहोस्, सिङ्गो देश एकताबद्ध भएर अगाडि बढोस्, हामी यही अपेक्षा गर्छौँ। हस् निमेशजी, धन्यवाद छ। हामी हाम्रो साइडबाट मुलुकमा द्वन्द्व चर्काउने र विकास समृद्धि र युवाहरूका रोजगारीका चाहनालाई तुषारपात गर्न दिँदैनौँ। हस्, धन्यवाद छ। हस्।